हेलो गाइज, यहाँ भ्लग हेर्नु ल। भ्लग बनाउँदैछु गाइज, यसो युट्युबमा हाल्दैछु च्यानल। यसो सरप्राइज च्यानल कस्तो भन्नु पनि आएन। गरिदिनु होला, लाइक गरिदिनु गाइज। अनि तपाईँहरूको खबर के छ हो, यसो हालखबर हेर्नु होला। यहाँ हेर्नु न, म मकै गोड्नु आइरहेको छु। अब आफ्नो त गाउँले पऱ्यो होइन, अब हलुका मकै गोड्नै पऱ्यो होइन, गोड्नु पऱ्यो। यसो अब गाईबस्तु पालिएको छ होइन, त्यसकै लागि दुःख गर्नु पऱ्यो होइन गाइज। अनि तपाईँहरूकोतिर मकै कस्तो भयो, पाएको पाकेन होइन, बताइदिनु होला ल गाइज। मकै यहाँ उयो गर्न आएको छु गाइज, त्यही भएर तपाईँहरूलाई देखाइरहेको छु है। तपाईँहरूलाई मकै कतिको मनपर्छ मन पर्दैन लाइक गरिदिनु हस् गाइज। अनि तपाईँहरूको हालखबर के छ बताउनु होला गाइज। मन पऱ्यो भने लाइक गर्नु होला, मन परेन भने नगर्नु होला गाइज है। अब सुरु नै हो, यहाँ अब सिक्दैछु। सो युट्युबतिर भर्खर नयाँ नै भन्नुपर्छ गाइज। हेर्नु है, मकैबारी यस्तो छ है। मकैबारी देख्नुभयो कि भएन, मकैबारी यस्तो छ है। यो देखेको जति चाहिँ सबै हाम्रो बारी भन्नुपर्छ। यो हाम्रो बारी हो मकैबारी। यतातिर चाहिँ घाँस काट्ने ठाउँ बनाएको छ। यता चाहिँ यो घाँस काट्ने ठाउँ भन्नुपर्छ है, नर्सरी जस्तै भन्नुपर्छ। तपाईँकोतिर चाहिँ कस्तो चल्दैछ, के हुँदैछ है गाइज, बताउनुहोस् है। यस्तो चल्दैछ गाइज। म अब मकै गोड्नु हिँड्दैछु गाइज। कोदालो हातमा बोकिरहेको छु, साथीहरू पर गइसक्नुभयो है गाइज। तपाईँहरूको चाहिँ हालखबर के छ कस्तो छ बताउनु होला। मन पऱ्यो भने लाइक गर्नु होला, मन परेन नगर्नु होला गाइज। के गर्नु हुँदैछ गाइज, म भर्खर सुरु हुँदैछु है। अब मकै गोड्नु जाँदैछु गाइज, यता बारीतिर हेर्नु होला सबैले गाइज। यतै मकै गोड्नु जाँदैछ गाइज, आउनु है आउनु। कस्तो लाग्यो तपाईँहरूलाई। कोदालो पनि लड्यो हो, कोदालो लड्यो। हेर्नु होला गाइज, मेरो मकैबारी हेर्नु होला। मकैबारी कस्तो लाग्यो तपाईँहरूलाई, राम्रो छ कि छैन हेर्नु गाइज। पर हाम्रो साथीहरू बसिराख्नु भएको छ, अङ्कल हुनुहुन्छ त्यहाँ मल लाउनु हुँदैछ, साथी बसिराख्नु भएको छ आलीमा है गाइज। मकै गोड्नु पर्ने छ गाइज। अन्त दुखी पऱ्यो होइन गाइज। के गर्नु, धनी पनि छैन गरिब पनि छैन भन्नुपर्छ गाइज। के गर्नु दिनु।